म चाहिँ आफ्नै स्टाइलमा बिरयानी चिकन मिक्स बिरयानी बनाउन आँटेको। यहाँनिर मैले राइसको पकाउँदैछु। पहिला चाहिँ यो राइस पकाउनु पर्यो। यहाँ सबै मसलाहरू हालेर रेडी गरेको छु। अनि यहाँनिर चाहिँ मैले चिकन अघि नै मैले मेरिनेट गरेर रेडी गरेको छु। मसलाहरू हालेर सबै जिरा धनियाँ चिल्ली पाउडर नुन हल्दी लगाएर मैले रेडी गरेको छु। अनि बिरयानी मसला पनि लगाएर मैले मेरिनेट गरेर चाहिँ रेडी गरेर राखेको छु। मैले चाहिँ पकाउनुको लागि यहाँ रेडी गरेर अलग्गै राखेको छु। किनभने म चाहिँ यहाँनिर पकाउनु आफ्नै स्टाइलमा पकाउनु गइरहेको छु। यहाँ कराई बसाएको छु। कराईमा तेल लगाइदिन्छु। यो चाहिँ ओलिभ ओइल हो। ओलिभ ओइल लगाइदिन्छु। अनि तेल अलिक तातिएपछि चाहिँ पहिला चाहिँ मसला बनाउनुपर्छ। पेस्ट बनाउनु आँटेको म चाहिँ यहाँ प्याज लगाइदिन्छु। अनि प्याज लगाएर अलिकति पकाउनुपर्छ प्याजलाई। यहाँको प्याज चाहिँ अब ड्राई हुँदैन। यहाँको प्याज चाहिँ एकदमै ड्राई हुँदैन। जति नै पकाए पनि तेलमा फ्राई गर्दाखेरि पनि यहाँको प्याज चाहिँ ड्राई हुँदैन। अब प्याजलाई पनि मजाले यसरी पकाउनुपर्छ। रातो रातो पारेर पकाउनुपर्छ प्याजलाई। अनि प्याज अनिखेरि अदुवा अनिखेरि लसुन पनि लगाइदिन्छु। लसुन लगाएर त्यहाँदेखि काजु पनि लगाइदिन्छु। काजु पनि मिक्स गरिदिन्छु किनभने काजुले चाहिँ ग्रेभी एकदमै राम्रो हुन्छ काजु लगाउँदाखेरि चाहिँ। अनि यो काजु लगाइदिन्छु। अनि त्यहाँदेखिको चाहिँ टमाटर पनि लगाइदिन्छु। अनि यसलाई मजाले पकाउनुपर्छ। मजाले पकाएर चाहिँ यसको चाहिँ मजाले पेस्ट बनाउनुपर्छ मिक्सरमा लगाएर। यसलाई चाहिँ अलिकति चिसो हुनु दिनुपर्छ। तातो चाहिँ पिस्नु हुँदैन किनभने बेसी तातो पिस्नु राम्रो हुँदैन मिक्सरमा। नुन पनि लगाइदिन्छु। नुन लगायो भनेदेखि चाहिँ यो टमाटर छिट्टो गल्छ छिट्टो पाक्छ। त्यही कारणले गर्दाखेरि चाहिँ मैले नुन लगाइदिएको। अनि पहिला चाहिँ म बिरयानीको लागि पेस्ट बनाउनु गइरहेको छु। यो पेस्टको लागि मैले यो मसलाहरू यो प्याजहरू अदुवा लसुन काजु यसरी भुटेर चाहिँ यसलाई मजाले पेस्ट बनाउनुपर्छ पहिला चाहिँ। अनि यो मजाले पाकिसकेको छ। अब यसलाई चाहिँ म निकालिदिन्छु। निकालेर चाहिँ एकछिन चिसो हुनु दिनुपर्छ। तातो पिस्नु हुँदैन। एकछिन चिसो भइसकेपछि यही कराईमा चाहिँ म तेल लगाएर चाहिँ फेरि अघि मैले जुन मेरिनेट गरेर राखेको चिकन छ त्यसलाई चाहिँ म यही कराईमा पकाउँछु। अलिकति ओलिभ ओइल लगाइदिन्छु। अनि अघिको मेरिनेट गरेको चिकन म यहाँ लगाइदिन्छु। यो चिकनलाई यहाँ लगाइदिएर पकाउँछु म। चिकनलाई अघि नै मैले मेरिनेट गरेको। अनि यसमा चाहिँ मैले सबै मसलाहरू लगाएर रेडी गरेको छु मेरिनेट गरेर। यसलाई अब मजाले पकाइदिन्छु। अनि म यसमा अरू कुरो पनि मिक्स गरिदिन्छु। आलु पनि मैले रेडी गरेको छु। ठुलो काटेर आलु रेडी गरेको छु। आलुलाई पनि म मिक्स गरिदिन्छु। यहीँनिर नै यही चिकनमा मिक्स गरिदिन्छु किनभने मैले ठुलो काटेको छु नि त आलु। त्यही कारणले गर्दा पाक्नु पनि टाइम लाग्छ। अब यसलाई पनि मिक्स गरेर मजाले एकछिन पाक्नु दिन्छु। आलु र चिकन मजाले पाकिसकेपछि चाहिँ मैले अघि नै मैले पकाइसकेको छु। चामललाई चाहिँ मैले पुरा पकाएको छुइनँ। हाफ पकाएर रेडी गरेको छु चामललाई। अब यसलाई छोपेर एकछिन पाक्नु दिन्छु। अनि अघिको पेस्ट जुन मैले पेस्ट बनाएको छु काजु अनि प्याज अदुवा लसुन लगाएर जुन पेस्ट बनाएको छु यो पनि लगाइदिन्छु। यसलाई लगाएर चाहिँ म एकछिन पाक्नु दिनुपर्छ। यो पेस्टलाई लगाएर एकछिन पाक्नु दिनुपर्छ। यो पेस्टले चाहिँ के हुन्छ भनेदेखि ग्रेभी एकदमै राम्रो हुन्छ। ग्रेभी मजाको हुन्छ। बिरयानीको लागि चाहिँ मजाको ग्रेभी हुन्छ। बिरयानी मसला चाहिँ अघि नै मैले चिकनमा लगाइसकेको छु। त्यही कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ म लगाउँदिनँ। अब यसरी मजाले पकाउनुपर्छ। अनि मैले राइस अघि नै पकाइसकेको छु। हाफ पकाएको छु। फुल पकाएको छुइनँ राइसलाई चाहिँ। अब त्यो राइसलाई चाहिँ म यहाँ लगाएर चाहिँ फेरि त्यो राइसलाई चाहिँ लगाएर यहाँ मिक्स गरेर चाहिँ पकाउनुपर्छ। यो चाहिँ ड्राई अनियन हो। ड्राई प्याज हो। मैले चाहिँ यो अलग्गै किनेको। यो चाहिँ इन्डियन दोकानमा पाउँछ। यहाँनिर चाहिँ हामीले कति मैले प्याजलाई ड्राई बनाउने कोसिस गरेको एकदमै हुँदैन। यहाँको प्याज चाहिँ ड्राई हुँदैन। अनि मैले अघि रेडी गरेको राइसलाई म यहाँ लगाइदिन्छु। यो राइस चाहिँ अहिले पाकिसकेको छैन। फुल पाकिसकेको छैन। अब यसलाई म यहाँ लगाएर चाहिँ मजाले मिक्स गरिदिन्छु राइसलाई। अघि मैले चाहिँ हाफ पकाएर राखेको। यसलाई फुल पकायो भने चाहिँ राम्रो हुँदैन। त्यही कारणले गर्दाखेरि चाहिँ हाफ पकाएर यसको पानीलाई चाहिँ मैले फ्याँकिदिएको।
अब यसलाई मजाले मिक्स गरिदिनुपर्छ। मजाले मिक्स गरेर चाहिँ यसलाई छोपेर पकाउनुपर्छ। राइसलाई चाहिँ म मुनिको जुन ग्रेभी छ त्योसँग मजाले मिक्स गरिदिन्छु। खास गरी राइस माथिबाट लगाएर त्यतिकै छोडिदिन्छ खास गरी चाहिँ, तर म चाहिँ यसलाई मजाले मिक्स गरिदिन्छु। अनि मिक्स गरेर चाहिँ मजाले मिक्स गरिसकेको छु। माथिबाट बटर राखिदिन्छु। अनि यो बटर चाहिँ आफै पग्लिहाल्छ, तातोले गर्दाखेरि मजाले पग्लेर मिक्स हुन्छ। अनि माथिबाट ड्राई अनियन लगाइदिन्छु। ड्राई प्याज हो यो चाहिँ, मैले चाहिँ यो यस्तै किनेको दोकानमा। यहाँ चाहिँ अब यहाँको प्याज चाहिँ ड्राई हुँदैन, त्यही कारणले गर्दाखेरि चाहिँ मैले अलग्गै किनेको। अनि यसलाई चाहिँ मजाले यो जब यो बटर मजाले मेल्ट हुन्छ अनि मेल्ट अलिक भइसकेपछि चाहिँ माथिबाट फोइल हुन्छ नि, फोइलले मजाले फोइलले कभर गरेर चाहिँ माथिबाट ढक्कन लगाइदिनुपर्छ। अनि एकछिन भर्साइदिनुपर्छ, मजाले भर्साइदिनुपर्छ। त्यो राइस चाहिँ अलिक पाकेको छैन नि त, त्यही कारणले गर्दा भर्साइदिनुपर्छ। यहाँ हेर्नुहोस् मजाले पाकिसकेको छ, रेडी भइसकेको छ। माथिबाट अलिकति धनियाँ लगाइदिन्छु। अनि सबै मेरो रेडी भइसकेको छ। यहाँ हेर्नुहोस् बिरयानी मेरै स्टाइलमा बनाएको है, यो चाहिँ मेरै स्टाइलमा बनाएको बिरयानी रेडी भइसकेको छ। तपाईँहरूलाई कस्तो लाग्छ मेरो रेसिपी कमेन्ट गर्नुहोस् होला। बाई बाई।